हेलो गाइजहरु, तपाईहरुलाई चाहिँ मैले यस्तो भ्यू देखाउन लिएर आएको हैन। अनि त्यसपछि यस्तो गर्मी महिनामा पनि जाडो भएर है, यो पानी पर्यो हैन के शीत परेर यहाँ अनि हामी त्यस्तो भएर आइरहेको थियो हैन। साह्रै नै जाडो के, एकदमै जाडो भयो गाइजहरु है। साँच्ची नै हो, यस्तो ठाउँ रहेछ है जापानमा। ओइ त म ल भ्यू हेर्न आएको यहाँ चाहिँ तुइयालो लाएर क्या जाडोमा लाग्छ नि। ल हेर्नु तपाईँहरूले देखेर सक्नुहुन्छ तुइयालो तुइल कस्तो लागेको हे भगवान्। शीत हो क्या यो पुरै, पानी होइन शीत परेर। माई गड भ्यूज भइसक्यो हामी त यहाँ। साँच्ची नै वास्तवमा भन्नुपर्दा चाहिँ धेरै जाडो हो कि यहाँनिर होइन। गर्मी महिनामा यस्तो जाडो भने पत्याउनलाई चाहिँ गाह्रै हुने है। भुइँतिर पनि शीतै हो अरे क्या यहाँनिर, एकदमै जाडो हुन्छ भन्थ्यो क्या मान्छेहरूले, नभन्दै हुनै रहेछ। म त टेक्न नसक्ने भइसकेँ। ओ माई गड कसरी वानी कपडा लगाएर आएको। त्यही माथि अनि लाम्बाउले त लगाएको थिएँ है, जाडो हुन्छ भनेर सुने भएर, तर अति जाडो भयो साथीहरू। साह्रै घरि के लुगलुग काम्ने जाडो भन्छ नि, त्यस्तै जाडो भइसक्यो यहाँ त। तलतिर पानी परे होइन, टटो घाम लागिरह है। यस्तो टन्टालो पो घाम लाग्यो क्या तल चाहिँ। यहाँ पानी परेर पानी हो र भने शीत परेर जाडो भएर टेक्नै नटेक्नु भइसक्यो। गर्मीले आकुल पाकुल के अरे गर्मीले याकुल ब्याकुल भयो भने यता आउँदा हुने रहेछ है त साथी। किन हाँस्यौ रे बहिनी तिमी? के हुनुहुन्छ अरे? किन बिजोग पारामा? हजुर राम्रो ब्युटिफुल देखिनु भयो, किन त्यस्तो? दुईजना कपाललाई देखाउँछु ल म। हेर्नु गाइजहरू त्यहाँ नयाँ कपालहरू, कपाल के कपाल ल कहाँको के भ्यू हेर्ने हो साथीहरू। राम्रै आइरहेको छु। हजुर फोटो जापानिज बाख्रा रहेछ। अहिले चाहिँ यिनलाई चाहिँ मैले जति फोटो खिच्नु मन नपर्ने यिनी यस्तै खालको छिन् है गाइजहरू। काम नभएर बच्चाले चाहिँ आइहाल्छ नि लोकेसन। के भन्यो रे तिमीले भन त फेरि? धेरै काली छु, फिल्टर लगाएर अलिअलि गोरी बनाइदिनु। गोरी भयो अहिले? ओ वाउ भयो सुन। ल हिँड हिँड। कति स्लिम भएको क्या सो गुड स्माइल। ए बुढो हेर न तिमी मसँग नजिक हिँड्नु पर्दैनौ कहाँ मेकअप हटाएर हुन्छ भने मेकअप हटाएपछि तिमी राम्रो कहाँ देखिन्छौ? जता गयो नि मैले चाहिँ फेरि मेरै बुढोलाई मात्रै देखेँ। देखाउँदै हिँड्नु। ओ माई गड कस्तो राम्रो देखिन्छ। मसिरहेको पछि रेकर्डिङ गर्ने भने चाहिँ हेर यहाँ। उनको यहाँ फेरि